जमिन माथिको पोखरा त तपाईँहरू सबैले देख्नु भएकै छ। आउनुहोस्, आज हामी तपाईँहरूलाई जमिन मुनिको पोखरा देखाउनेछौँ। पोखरा सत्र छोरोपाटनमा रहेको यो ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुप्तेश्वर महादेव गुफा हो। पछिल्लो समयमा यहाँ पर्यटकहरूको निकै ठुलो भिड लाग्ने गरेको छ। अचम्मको कुरा त के छ भने भर्खरै जेठ 10 गते आइतबार मात्रै एकै दिनमा 6000 भन्दा बढी पर्यटकले अवलोकन गरेका छन्, जसबाट मात्र एकै दिनमा 5,25,000 भन्दा बढीको टिकट बिक्री भएको छ। गुफाभित्र झन्डै 500 मिटर छिरेपछि प्रकृति आफैले बनाएको अलौकिक शिव मूर्तिको दर्शन गर्न सकिन्छ र त्यहाँबाट अझै अघि बढेपछि देखिन्छ जमिनमुनि खसिरहेको पाताले छाँगो अर्थात् देवीज फल। यो अचम्मको दृश्य जो कोहीलाई मन्त्रमुग्ध पार्दछ। यहाँ सङ्कलन हुने आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुरुकुल समेत सञ्चालन गरिएको छ, जहाँ सयौं विद्यार्थीहरूले शिक्षा पाइरहेका छन्। तपाईँ कहिले आउँदै हुनुहुन्छ त जमिन मुनिको पोखरा हेर्न? कमेन्ट गर्न नभुल्नुहोला।